सबैलाई नमस्कार। आज मेरो जन्मदिन। म जन्मेको सेकेन्ड, मिनेट, घन्टा, दिन हुँदै वर्षौं बितेको पत्तै भएन। सायदै धेरै वसन्तहरूमा प्रवेश गर्दै आजको अथवा यो वसन्त पनि क्रस भयो। मलाई विभिन्न माध्यमबाट, फोनबाट, मेसेजबाट अथवा भनौँ भेटेर प्रत्यक्ष रूपमा जन्मदिनको शुभकामना दिनुहुने तपाईँ सबै साथी, भाइ, इष्ट, मित्र, आफन्त सबैलाई धन्यवाद दिन चाहन्छु। जिन्दगीमा आफूलाई चाहिने गर्दै गर्दै अथवा भनौँ आफ्नो जिन्दगीको कथा व्यथासँगै आफ्नो स्ट्रगल जुन सङ्घर्षमय जिन्दगी बिताउँदै आजको यो वसन्तसम्म आइपुगेको छ। खास गरी यसपटकको जन्मदिन मैले आफ्नो श्रीमती र त्यो सँगसँगै मेरो यो दुनियाँमा जुन नयाँ सारथीका रूपमा प्रवेश गरेका छोराको साथमा यो जन्मदिन खास रहेको छ। विगतका वर्षहरूमा अलि फरक जन्मदिन रहन्थ्यो भने यसपटकको जन्मदिन मेरो लागि खास रह्यो, किनकि मैले मेरो श्रीमतीसँगै र मैले यो दुनियाँमा आएका मेरो सन्तानसँगको जन्मदिन रहनेछ। त्यो सँगसँगै आज म बाहिर हुँदाहुँदै पनि मेरो श्रीमतीले घरमा यो सानो आफ्नो खुसीको लागि यो जुन राखेकी छिन् र त्यो सँगसँगै विभिन्न माध्यमबाट मलाई फोन गर्नुभयो, मेसेज पठाउनु भयो, त्यो सँगसँगै सामाजिक सञ्जाल मार्फत के पोस्टहरू गर्नुभएको छ। तपाईँ सबैलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। जन्मदिन त आउँछन् जान्छन्, तर जिन्दगीको जुन हामीले उमेर परिवर्तनसँगै हामी उचाइसँगै जान्छौँ, त्योसँगै आफ्नो जिम्मेवारी पनि थपिँदै जान्छ र त्यो सँगसँगै आफू पनि अगाडि त्यही हिसाबले बढ्नुपर्ने हरेक मानिसको जिन्दगीमा छ। त्यसकारण पनि जिन्दगीका जन्मदिनहरू खास रहन्छन्। उमेर वर्ष बित्दै जान्छन्, तर जिन्दगी पनि त्यही हिसाबले बदल्दै लिनु आफ्नो जिन्दगीका लागि एउटा परिवर्तन हो। त्यो सँगसँगै हामी त्यसरी गइरहेछौँ र आज हाम्रो अब बर्थडेका लागि यहाँ केक राखिएको छ। हामी केकसँगै एकैछिन भए पनि हामी खुसीका साथ हामी विस गर्छौँ। अनि खास गरिकन यता चाहिँ मेरो रोजाइमा परेको यो स्पेसल हुनुपर्छ केल्मीका केही चिजहरू होला र अब लाग्छौँ हामी केक काट्नतर्फ लाग्छौँ। अब यो सानो डल्लो रहेछ, डल्लोभित्र भए पनि यो परिवार सानो परिवारमा आफ्नो खुसीका लागि जसरी खुसी मिल्छ त्यसरी खुसी लिन सक्नुपर्दो रहेछ। त्यसकारण पनि जिन्दगीमा सधैँ हाँसिरहँ, खुसी रहौँ, मस्त रहौँ, व्यस्त रहौँ। जन्मदिनहरू त खासै आइ नै रहन्छन्, वर्षमा एकचोटि आइ नै रहन्छन्, तैपनि हामी अब लाग्छौँ केक काट्नतर्फ। त्यही नै हो। आज छोरासँग चाहिँ खास गरिकन छोरासँग जन्मदिन मनाउन पाउँदा खुसी छु म। अनि हाम्रो चाहिँ अब सुरु हुन्छ, होइन छोरो? सबै हामी हजुरआमा, बाबा, ह्यापी बर्थडे मना। ह्यापी बर्थडे टु यु, टु मी। के हो छोरो यस्तो देख्यो यस्तो? ह्यापी बर्थडे टु मी, ह्यापी बर्थडे टु मी, ह्यापी बर्थडे टु मी। के आयो यस्तो हेर त? ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु मी, टु मी। छोरो मेरो छोरोलाई चाहिँ मजा आएछ। तर तपाईँहरू पनि जन्मदिन मनाउँदाखेरि यो गर्ने प्रयास चाहिँ नगर्नु होला बच्चासँग अलिकति। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु मी, ह्यापी बर्थडे पापा। छोरा एक्साइटेड होइन? छोरो तिमी एक्साइटेड हो न? छोरो केक काटौँ है? हस्। ह्यापी बर्थडे टु मी। ओके, परिवार सानो हुनु पनि यही नै हो। के भयो तिमीलाई? अलिअलि नुन लगाइदिने होला बड्डा बिरामी नभए एक्लै मनाउँदा बड्डा बिरामी भएर सबै केक खान पाइयो, काठमाडौँ आएन। होइन तिमी पनि खान्छौ, तिमी पनि खान्छौ, तिमी पनि खाने हो छोरो।
पुग्न जाँच सधैँ पुग्न जाने हिँड्नुहोस् होइन सोचेको सपन्न पुग्न जाए सच्याएर हिँड्नुहोस् त्यही नै हो। मैले बुवालाई टिका लगाएर आएँ। बुवा धेरै समयदेखि बिरामी हुनुहुन्छ अनि त्यो भएको कारणले नि बुवाको हातबाट आशीर्वाद लिइसकेँ, टिका पनि लगाइसकेँ। अब हामी एकैछिन टिका लगाउँछौँ। र ज्वाइँलाई सधैँ हाम्रो आशीर्वादले राम्रो हुनु परोस्, राम्रो भए हेर्न पाऊँ, छोरी ज्वाइँ नाति सब सुखी शान्ति खुसी भए देखेपछि हामीलाई त्यही खुसी लाग्छ। हामीलाई पनि यही टिका लगाइदिए त्यतिले भयो भने सोचेको कुरा पुगेकै छ, पुगिरहोस्। ठिक चामलको अनि हुँदैन नि। सबभन्दा राम्रो भएपछि त्यही हो हामीलाई खुसी। आशीर्वाद भाग्यमानी हुनु, सोचेको कुरा पुगोस् सधैँ। छोरो तिम्रो पालो आउँछ अब। लवेशजी, लवेश छोरो, छोरो वेट गर न छोरो। हस् सालको बर्थडे सँगै मनाउन पाए, सँगै मनाउन पाइयोस्। छोरो जुगा चिन बाबालाई। अब आँखा साना भइसक्यो। ल आशीर्वाद छोरो। त्यही नै हो, आजको जन्मदिन सकियो, यस वर्षको जन्मदिन सकियो। अनि छोरासँग श्रीमती बुवा आमासँग जन्मदिन मनाउनु साँच्चीकै सानो कार्यक्रम भए पनि सौभाग्य नै हो। किनभने सबै परिवारहरू आफ्नो आफ्नो कामका हिसाबले चाहिँ सधैँ नजिक हुन पाइँदैन। सबभन्दा ह्याप्पी त म होइन छोरो। अनि त्यो सँगसँगै तपाईँले अनि गिफ्टहरू मेरो यहाँ छ। अब गिफ्टहरू त तपाईँलाई देखाउने कुरा भएन। अब गिफ्ट नखोलौँ भन्दा भन्दै गिफ्ट के दियो भनेर अब फेरि गिफ्ट दिने मान्छेले पनि अगाडि खोल्नु पऱ्यो। अनि पहिला चाहिँ डिब्बावाला खोलौँ। यसमा त अब केल्मी भनेपछि केही न केही लगाउने कपडा नै होला। यो के हुनसक्छ? यो बज्दैन भित्र? यो केही पनि नहुनसक्छ फेरि भित्र। आइफोन पुरा भइसक्यो। यसपालि चाहिँ छोरा छ। ल यसमा चाहिँ ऐना रहेछ। हो राम्रै देखिरहेको छ होइन? हेर्नु त। यो चाहिँ कप रहेछ। अनि कपसँगै अनि टक्क लाएर टक्क बसेर थ्याङ्क यू सो मच मेरो बुढीलाई। यसमा कप रहेछ, स्पेसल कप टक्क। अनि त्यो सँगसँगै अब यसमा चाहिँ अब कपडै होला भन्ने सोचिरहेको थिएँ। यसमा चाहिँ रहेछ ज्याकेट, प्रायः जसो केल्मी लभर भएको कारणले यो ज्याकेट वाउ दामी छ, खुसी लाग्यो। अनि यो सँगसँगै अब त्यही नै हो, श्रीमानले श्रीमतीलाई माया, श्रीमतीले श्रीमानलाई माया साथ भन्ने कुरा यस्तै हो। जन्मदिनहरू यसरी नै हुन्। अनि त्यो सँगसँगै अब त्यही नै हो, जन्मदिने बाबा आमाप्रति नमन र तपाईँहरू साथ दिने तपाईँहरूले जसले जन्मदिनको शुभकामना दिनुभएको छ फेरि पनि धन्यवाद। र स्पेसल गिफ्टको लागि मेरो बुढीलाई धेरै धेरै धन्यवाद। खास गरी धन्यवाद स्पेसल गिफ्टको लागि मेरो श्रीमतीलाई धेरै धेरै धन्यवाद। यो वसन्त अथवा यो जन्मदिनको स्पेसल गिफ्ट चाहिँ मिस्टर लवेश विक्रम रिसाल। गुड बाई बाई।